हेलो गुड इभिनिङ गाइस। म चाहिँ अब चिया पकाउनु आँटेको पूजा गरेर होइन। अन्त चाहिँ अब चाहिँ चिया बनाउँछु मेरो लागि। पापा चाहिँ खाँदैन अरे, पापा नानी हेर्दैछ। म चाहिँ चिया बनाएर खान्छु। यतिको टाइममा चाहिँ यहाँनिर चिया बनाएर खान्छ। यहाँ चाहिँ खाना चाहिँ बेलुका 9-10 बजीतिर हो। अन्त यहाँ चाहिँ इभिनिङमा चाहिँ चिया बनाउँछ। यति टाइममा 7 बज्न आँटेको छ। अब चिया बनाउँछु। फिल्टरबाट पानी खानुहुन्छ, किनभने यहाँ चाहिँ डाइरेक्ट मोटरको पानी खायो भने चाहिँ उयो हुन्छ, राम्रो हुँदैन। यहाँको चाहिँ क्या पानी बसाई। अब चाहिँ पानी उम्लिँदैछ। चाहिँ मैले यो हालिहाल्छु ग्रिन इलाइची अनि 5वटा जस्तो काटेर हाल्छु। यो चाहिँ अब मरिच, ब्ल्याक पेपर हालेको मनपर्छ मलाई चाहिँ त। त्यो पनि चिनीको चाहिँ मनपर्छ भयो। अब चाहिँ चियापत्ती हालिदिएँ, चिनी पनि हालिदिएँ। अब चाहिँ उम्लिँदैछ। उम्लिएपछि चाहिँ बनाउँछु। मजाले उम्लिन दिनुपर्छ। फेरि अब के भन्छ, अलैँचीको फेरि स्मेलै आउँदैन। दुध पाउडर हालिसकेछु। दुध पाउडरको खान्छु यहाँ चाहिँ चिया चाहिँ भइसक्यो। कम्ती बनाएको छु आज मैले। मेरो रेडी भयो है इभिनिङको चाहिँ।